ओटोबन गोरिके सन् 1672 मा गोरिकेले गन्धकको भकुण्डोमा उत्पन्न हुने विद्युतले त्यसको सतहमा एउटा चमक उत्पन्न गर्छ भन्ने कुरा पत्ता लगाए। यो चमकलाई विद्युत प्रदीप्ति भन्ने गरिन्छ। यस प्रकार गोरिके पहिलो व्यक्ति थिए जसले विद्युत प्रदीप्ति बारे आविष्कार गरे। ओटोबन गोरिके एक प्रसिद्ध भौतिकशास्त्री, इन्जिनियर र दार्शनिक थिए। उनले वायु पम्प आविष्कार गरेका थिए। यस पम्पको सहायताले निर्वात अथवा भ्याक्युम पानीमा सास लिनका निम्ति वायुको महत्त्वको विषयमा अध्ययन गरे। उनको जन्म एक शिक्षित र धनी परिवारमा भएको थियो। उनले लिप्जिङ विश्वविद्यालयमा शिक्षा प्राप्त गरे। सन् 1621 मा जेना विश्वविद्यालयमा उनले कानुन अध्ययन गरेका थिए र सन् 1623 मा लिडन विश्वविद्यालयमा गणित र यान्त्रिक विज्ञान अध्ययन गरे। सन् 1631 मा उनी स्विडेनको गुस्तावास सेनामा इन्जिनियर पदमा नियुक्त भए। सन् 1646 बाट 1681 सम्म उनी मगडेबर्गको नगर प्रमुख पदमा र ब्रेनबर्गको मजिस्ट्रेट पदमा नियुक्त भएका थिए। उनको मेयर बन्ने कथा धेरै चाखलाग्दो छ। सन् 1681 मा जर्मनमा एक भयङ्कर युद्ध भयो जुन करिब 30 वर्षसम्म जारी रह्यो। ओटोबन गोरिकेले यस युद्धमा महत्त्वपूर्ण योगदान दिएका थिए। उनी गणित तथा यान्त्रिक विज्ञानका एक कुशल इन्जिनियर थिए। फेरि पनि युद्धमा उनको पक्षको पराजय भयो। शत्रुले मगडेबर्ग कब्जा गर्यो र नगरलाई नराम्ररी नष्ट गर्यो। त्यस युद्धमा करिब 30,000 व्यक्ति मारिएका थिए। सौभाग्य नै भन्नुपर्छ, गोरिके भने बाँच्न सफल भए। युद्ध समाप्तिपछि उनले नगरको पुनर्निर्माण गर्नमा धेरै मेहनत गरे। सरकारले उनलाई नगर प्रमुख बनायो। नगर प्रमुख पदलाई उनले 35 वर्षसम्म सम्हालेका थिए। उनी नगर प्रमुख भएपछि जनसेवामा निरन्तर लागि परे। नगर प्रमुख भए पनि उनी विज्ञानप्रति विशेष रुचि भएका कारण अनुसन्धानका निम्ति केही समय निकाल्थे। उनले कुनै पुस्तकमा अरस्तुको सिद्धान्त पूर्ण निर्वात असम्भव छ भन्ने पढेका थिए। उनका अगाडि यो कथन चुनौतीका रूपमा देखा पर्यो। उनलाई वायुमा भार हुन्छ भन्ने ग्यालिलियोको भनाइ थाहा थियो। उनी टोरेसेलीद्वारा वायु दाब मापनमाथि गरिएको प्रयोगसँग राम्ररी जानकार थिए। यी सबै अनुभवका आधारमा सन् 1650 मा निर्वात उत्पन्न गर्नका निम्ति उनले वायु पम्प आविष्कार गरेका थिए। यस पम्पबाट धेरैजसो उच्च सीमासम्म निर्वात उत्पन्न हुने गर्थ्यो। उनले यस पम्पलाई केही अन्य प्रयोगका निम्ति प्रयोग गरे। उनले के सिद्ध गरे भने प्रकाश त निर्वात भएर चलायमान हुन सक्छ, तर ध्वनि निर्वातबाट भएर चलायमान हुन सक्दैन। उनले के पनि प्रमाणित गरे भने निर्वातमा मैनबत्ती जल्न सक्दैन र जीवित जनावर पनि केही छेडमै मर्छ। गोरिकेले कयौं किसिमका निर्वात मेसिन बनाए। उनले तामाका 2 अर्धगोला बनाए जो एक अर्कामा फिट भएर एक पूर्ण गोलो निर्माण नै गर्थे। यिनीहरूलाई मगडेबर्गको अर्धगोला नामले चिनिन्छ। यी गोलाको सहायताले गोरिकेले रेजन्सबर्गमा बादशाह फरेन्द्र थर्ड सामु निर्वातको विशाल शक्ति प्रदर्शन गरेका थिए। गोरिकेले तामाद्वारा बनेको 2 अर्धगोलालाई एक अर्कासँग लगाए। यसबाट 14 इन्चको व्यासको एउटा बल निर्मित भयो। उनले यस गोलालाई वायुरुद्ध बनाउनुको निम्ति त्यसमा एउटा छालाको टुक्रा अड्याए, जसलाई तारपिनमा बनेको मोमको खोलमा डुबाएर अर्धगोलाको जोड भएको स्थानमा अड्याएका थिए। एउटा अर्धगोलामा लागेको ढकनीलाई निर्वात पम्पसँग जोडिदिए। गोलाभित्रको वायु बाहिर निकाले। गोलामा निर्वात उत्पन्न गरेपछि 8 गोडा एक अर्धगोलामा र अर्को 8 गोडा अर्को अर्धगोलामा जोतिए। उनीहरूलाई एक अर्काको विपरीत दिशामा हाँकिएको थियो। घोडाले विपरीत दिशामा धेरै खिचातानी गरे, तर ती दुवै अर्धगोलालाई एक अर्काबाट अलग गर्न सकिएन। अन्त्यमा जब घोडाले आफ्नो सम्पूर्ण शक्ति लगाए, त्यसबेला उनीहरू गोलालाई अलग गर्न सफल भए। जब ती गोला अलग भए, ठूलो विस्फोट भयो। विस्फोट आवाजले सम्पूर्ण दरबारिया डराए। वास्तवमा यो आवाज अरू केही नभएर खाली स्थानमा धेरै वायु प्रवेशको कारणले निस्किएको थियो। वायु दाबका कारण अर्धगोलालाई अलग गर्न धेरै कठिन भयो। ओटोबनले तिनीहरूलाई अलग गर्ने सरल विधि अख्तियार गरे। उनले घोडालाई छोडिदिए र दुवै अर्धगोलालाई पहिले जस्तै जोडेर बीचमा रहेको वायु पम्पद्वारा निकालियो।
यिनलाई अलग गर्नका निम्ति उनले एक गोलामा लगाइएको टुटी गुमाइदिए, जसको कारण गोलामा वायु तीव्र गतिले प्रवेश गर्यो र गोला सजिलै एकअर्काबाट अलग भए। उनले ठुलो गोलामा पनि यस प्रदर्शनलाई दोहोर्याएका थिए। यिनको चारैतर्फ यति वायुको चाप थियो कि 12 जोडी घोडाले पनि यिनलाई अलग गर्न सकेनन्। त्यसबेला गोरिकेले टुटी गुमाए, ती दुवै एकअर्कासँग अलग भए। यो प्रयोगबाट वायु दाब मापनका क्षेत्रमा चमत्कारपूर्ण प्रदर्शन भयो। सन् 1663 मा उनले यस्तो जेनेरेटर बनाए जसले स्थिर विद्युत उत्पन्न गर्छ। यो जेनेरेटर गन्धकबाट निर्माण भएको थियो, जसलाई घुमाउँदा घर्षणद्वारा विद्युत उत्पन्न हुने गर्छ। गोरिकेले खगोलशास्त्र पनि अध्ययन गरेका थिए। उनले भने धूमकेतु नियमित रूपमा अन्तरिक्षमा आफ्नो स्थानमा फिर्ता आउने गर्छ। जब उनी 80 वर्षका भएपछि हेम्बर्ग फिर्ता भए। फिर्ता भएको केही समयपछि सन् 1686 मा यी महान वैज्ञानिकको निधन भएको थियो।